हेलो वेलकम ब्याक टु युट्युब च्यानल है। आज चाहिँ नाम्चीबाट मैले राइड सुरु गरिरहेको छु र अहिले चाहिँ हामी डाइरेक्ट माथि है चारधामतिर लागिरहेका छौँ र यो अन द वे तपाईँहरूलाई है यहाँको सर्ट क्लिप्सहरू देखाउँदै अब यहाँदेखि हामी है डाइरेक्ट चारधाम पुग्नेछौँ र यहाँदेखि आज ओभरअल भ्यू तपाईँहरूलाई म देखाउने छु र आजको ब्लग कस्तो हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब तपाईँहरूको धेरैभन्दा धेरै माया दिनुहोस्। र यहाँदेखि हामी चारधाम जानेछौँ, सन्दुप्सी जानेछौँ र टिमितारको सम्मको आज हाम्रो राइड छ। र यहाँ चाहिँ ओभरटेक गरेर म चाहिँ स्वाट्टै अगाडि लागेको छु र केटाहरू अगाडि छ र टक्कै लागेको छ है। म चाहिँ पछि जाँदैछु र केटाहरूलाई पनि टक्कै भेट्यो होइन। त्यही हामी चाहिँ एकदम हतार भएर चाहिँ एकदम हामी चाहिँ छिट्टै हिँड्यौँ है, एकदम स्पिडमा हिँडेको थियो। मेरोमा चाहिँ यत्रो बल्लोट गरेर जाने केटाहरू चाहिँ अगाडि छ र हामी चाहिँ यहाँको भ्यूहरू मजाले हेर्दै होइन यताउता हेर्दै एकदम फुल स्पिडमा कुदिराखेको थियो नि त, किनभने है धेरै ठाउँ भ्याउनु पनि थियो। आजको राइड चाहिँ है धेरै जग्गा कभर अप थियो हाम्रो होइन, त्यसले गर्दा लगभग यहाँ पुग्दा चाहिँ हामी 12 बजिसकेको थियो। हामी चाहिँ अहिले चाहिँ फाइनली है चारधामको छेउछेउ पुगिसकेका छौँ र यहाँको वे चाहिँ है एकदमै दामी थियो यहाँको भ्यूहरू होइन। तर ज्यादा मात्रामा होइन, अब चिसो भइरहेको थियो र हाम्रो है अगाडि दुईजना राइडर कुदिरहेको छ। चारधामको गेटमा पुग्यौँ है र यहाँ पुग्दा चाहिँ हामीलाई टक्कै रोकेर कतिजना छ भनेर सोध्यो होइन। त्यहाँदेखि सोधेपछि हामीलाई स्लिपहरू दियो र त्यहाँदेखि हामीले पनि हुन्छ है हामी घुम्नु गएको यस्तो यस्तो भनेर चाहिँ हामी टक्कै यहाँबाट चाहिँ है दाजुले टिकटहरू दिनुभयो। त्यहाँदेखि चाहिँ हामी है अगाडि सट्टै लाग्यौँ होइन। अगाडि लागेपछि चाहिँ टक्कै पार्किङमा पुग्यौँ। फाइनल्ली हामी चाहिँ चारधाम आइपुगेको छौँ। फाइनली हामी चाहिँ है चारधाम आइपुगेछौँ र यहाँ वरिपरिको हामीले होइन भ्यूहरू हेऱ्यौँ, एकदम रमाइलो लाग्यो है। यहाँनिर तपाईँहरू आएर भिजिट गर्न सक्नुहुन्छ र केटाहरू है रिङ बजाइरहेको छ ख्यालहरू होइन र एकदमै दामी नाइस प्लेस है। तपाईँहरू पनि भिजिट गर्नुहोस् यो ठाउँलाई। र यति भन्दै एस्किमोटो ब्लग आज आएको छ यो ठाउँमा है र एकदम रमाइलो लागेको छ, एकदम रमाइलो भइरहेको छ, बोबाल चलिरहेको छ आजको ब्लग। त्यही भएर हामी एकदम ह्याप्पी छौँ। आज के भन्छ, आज अब हाम्रो बुद्धिस्ट पर्व भनिन्छ, आज लापाप दुछेन भनिन्छ होइन। लापाप दुछेनमा चाहिँ हामी यसो तीर्थहरू यात्रा गर्दै आएको छौँ है। अब जानेछौँ उता साङडुप्चीबाट हामी जानेछौँ टिमिटीबाट त्यतै हामी घरतर्फ लाग्नेछौँ है। तपाईँहरू नि अन्त यसो आजको छुट्टीहरू के गर्नु हुँदैछ, कसो गर्नु हुँदैछ, त्यही भएर तपाईँहरू नि यसो आजको छुट्टीको रमझम लिनुहोस्, मजा गर्नुहोस् है। घरमा केही कामहरू गर्नु हुँदैछ भने काम राम्रोसितले गर्नुहोस्। आजको दिन शुभ दिन होस् है, शुभ दिन है, राम्रो होस्। आज तपाईँहरूको लापाप झुछेनको टाइममा चाहिँ कसैलाई केही नहोस्, राम्रो होस् भनेर म यतिमै राख्न चाहन्छु। धन्यवाद। हुन्छ, धन्यवाद। र अहिले केटाहरूको चाहिँ है यहाँ फोटो सेसन चलिरहेछ आजको राइडिङ ग्रुपहरू हेलो। र आज कस्तो भइरहेछ? आज एकदम मजा आइरहेछ। आज हामी होइन बिहान 8 बजीतिर हिँडेको, अहिले चाहिँ घुम्दै हामी नाम्चीको एउटा फेमस जग्गा चारधाम आइपुगेछौँ। अनि आज हामी फिलहाल चाहिँ आएको छौँ हो, यस्तै छ, ठिकै छ, इन्जोय गरिरहेको र मजा आइरहेको होइन। आफ्नो केटाहरूसँग हिँड्नु पाउँदा दिल्लै मजा है। त्यति नै भन्दै अब यति नै गर्नु होला भन्नु होला। मलाई चाहिँ भन्नु चाहिँ केही छैन। अब मलाई चाहिँ यो चाहिँ चारधाम चाहिँ एकदमै राम्रो लाग्यो र यहाँ चाहिँ हाम्रो शिवजीको स्ट्याचु हेर्नु चाहिँ अब एकदमै रहर थियो। जस राम्रै भयो है, जेस राम्रै भयो। र आजको अब नेक्स्ट प्लान चाहिँ कस्तो खालको छ? अब यहाँदेखि हामी यहाँ एक त आइसक्यौँ, अब हाम्रो नेक्स्ट प्लान चाहिँ सान्डुप्चे छ। सान्डुप्चेदेखि टिमितारकोसम्म है आजको ब्लग। हेलो टिभी भाइ, भन्नु आजको राइड कस्तो भइसक्यो अहिले यहाँसम्ममा? एकदम दामी भइरहेछ होइन। अन्त के अलिक बिसोध पनि भइरहेछ र पनि कस्तो खालको भइरहेछ आजको? अब अलिकति राम्रै भइरहेछ, रमाइलो छ है। कतापट्टि होला ल बढी के भयो, कस्तो भइरहेछ आजको, कस्तो फिल भइरहेछ यहाँ आइपुगेर? हामी आज चारधाम आइपुगेछ होइन। चारधाम फाइनली हामी आइपुग्दाखेरि चाहिँ आजको है हाम्रो कति 6 जना आएको छौँ राइड गर्दै हामी चाहिँ चारधाम सन्दुप्चे र टिमितारको निक्लेर चाहिँ जाने हाम्रो सानो है आजको ब्लग छ। राउन्ड 2 एउटा उयो र
सम्पूर्ण आजको है राम्रै भइरहेछ अहिलेसम्म अब यहाँदेखि अगाडि पनि है राम्रै हुनेछ भन्ने आशा राख्दै यो युट्युबमा तपाईँहरूले है फुल भिडियो हेरिदिनुहोस् र यो पनि युट्युबमा अपलोड छ थ्याङ्क यू सो मच वाचिङ माई